यतिखेर म हेटौडाको स्मारकमा आइपुगेको छु। हेटौडाको यो स्मारकभित्र के कुराहरू छ तपाईहरुको माझ थोरै मात्र भए पनि म बताउन चाहन्छु। तर यी कुराहरू जोड्दै गर्दाखेरिको समयमा म यहाँनिर आउनुको एउटै मात्रै कारण के हो भने नेपालमा घुम्न मिल्ने ठाउँहरू कस्ता कस्ता छन् भन्ने कुरा यसको बारेमा बुझ्नका लागि यतिखेर हेटौडामा आइपुगेको छु। तपाईहरुले देख्न सक्नुहुन्छ। मलाई हेटौडा स्मारक असाध्यै राम्रो लाग्यो। यो राम्रो लाग्नुको एउटै मात्रै कारण म नेपालको अधिकांश ठाउँहरूमा घुम्दै गर्दाखेरिको समयमा चाहिँ मलाई यो ठाउँ असाध्यै राम्रो लाग्यो। हेटौडा स्मारकभित्र जुन झोलुङ्गे पुल युज गरे बापतको पैसा तिर्न पनि रहेछ। यस्तो खालको तरिकाबाट बनाइराख्नु भएको छ। यो एकदमै दामी लाग्यो मलाई। एकदमै राम्रो लागेको छ हैन। यसको स्ट्रक्चर अझ विशेष गरेर यसको चाहिँ बनाउने तरिका मलाई राम्रो लागेको छ। यो पनि मलाई राम्रो लाग्यो। हो यो मान्छे को हो? एपी हो यो एपी। तर यति यस्तो हुँदैन। यति इज नट लाइक दिस। अनि यसको टिकटको बारेमा म बताउन चाहन्छु। त्यति धेरै महँगो पनि हैन, त्यति धेरै सस्तो पनि हैन। तर यतिको चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई। किनभने यो घुम्ने स्पेस धेरै छ। पर पर्सन चाहिँ 50 रुपीस रहेछ भने स्टुडेन्टहरूको लागि 30 रुपीस हो। स्टुडेन्टहरूको लागि 30 रुपीस। यदि कार्ड लिएर आउनु भएको छ भने सकेसम्म स्टुडेन्टहरू आउनु होला। अझै यहाँनिर चाहिँ घुम्ने कस्तो मान्छेहरू आउँदाखेरि राम्रो हुन्छ भने विशेष गरेर काठमाडौँमा बसोबास गर्नुभएको मान्छेहरू। माथिबाट एउटा भ्यू देखाउन चाहे जुन चाहिँ स्मारकभित्र यस्ता यस्ता चिजहरू छन्। मलाई हेटौडा स्मारक मन पर्नुको एउटै मात्रै कारण वरिपरि चाहिँ जङ्गलले घेरिएको छ। जताततै हरियो बोट बिरुवाहरू मात्रै छन्। र त्यसपछि यसमा चाहिँ यो जुन पार्क बनाइएको छ एकदमै नौलो सिस्टमबाट बनाउने कोसिस गरिएको छ। यो एकदमै राम्रो लाग्यो मलाई।